त्यो ब्याङ्कको म्यानेजर सरलाई मैले सोधेँ, सर हामीले यो जुन मैले जब गरिराखेको छु त्यो जबबाट म एउटा कार चढ्न खोज्छु, सोचेको छु चढ्न सक्छु त भनेर सोधेँ मैले सरलाई। सरले भन्नुभयो सन्तोष तिमीले यो नसोच। उहाँहरूले यो मौका नदिएको भए आज यो स्टेजमा आएर म आफ्नो परिचय दिने मौका पाउँदैन थियो होला सायद। म आफूलाई त मिस वर्ल्ड जस्तो लागिरहेको छ। यो सबै कुरा एउटा सपना देख्न सक्नुहुन्छ र यो एउटा स्काई इज द लिमिट भन्छ नि, यसमा तपाईँको कुनै सीमा नै छैन। आजको यो स्टेज पाउनुमा मेरो श्रीमानको ठुलो हात छ र जहिले पनि आफन्तीहरूले खुट्टा तान्ने काम गर्छन्, तर खुट्टा तान्नेसँग अलिकति पनि पछि नपरी हात तानेर अगाडि बढ्नुपर्छ भन्दै जुन स्कुलमा पढेको थिएँ सर्टिफिकेट लिने पैसा थिएन होला, त्यो सपना पुरा हुन्छ त? त्यो डाइरेक्ट सेलिङले देशको बेरोजगारीलाई सकाउन सक्छ त? जवाब छ यस। डाइरेक्ट सेलिङमा मेरो ड्याडीलाई मैले एउटा प्रश्न सोधेको थिएँ, यहाँबाट महिनाको लाख कमाउने 18 वर्षको को छ भनेर सोद्धा कोही छैन तर तँ बन्न सक्छस् भन्नुभएको थियो। अनि मेरो क्लासमा 17 जना केटाहरू थिए, 17 जना मध्ये नेपालमा म एक्लै छु। कोही अस्ट्रेलिया छ, कोही युएस छ, कोही क्यानाडा छ। उनीहरूले त्यताबाट फोन गरेर के भन्छन् भन्दा विकास जिन्दगी होस् त तेरो जस्तो होस् भन्छन्। साइकल नदेखाऊ व्यक्ति